हेलो गाइस, आजको मिनी भ्लगमा तपाईहरुलाई स्वागत छ। हाम्रो आज बिहानको सुरुवात गोबरबाट भएको छ भने हामी यो गोबरको काम गर्नुको राज तपाईहरुलाई खुलाउन चाहन्छौं। हाम्रो यो गोबर छुनुको राज चाहिँ हामी आज प्याज रोप्दै छौं आफ्नै बारीमा। अर्गानिक मान्छेहरुसँग अर्गानिक तरकारी फलाउँदैछौं हामी। देख्न सक्नुहुन्छ यहाँ हाम्रो चाइनिज साग यस्तो भएको छ। चाइनिज साग यस्तो भने यो यस्तो हुनुको राज कुखुरा हो। अच्छा, अरु त केही पनि छैन। फेरि हेलो गाइस, म रुँदै छु भन्। बाबु रुँदै छु। किन रोको? माघको 17 आज कति गते हो? अरे कहना क्या चाहते हो? 17 गते हैन त? भर्खर यो प्याज रोप्ने कार्यक्रम हुँदैछ है। बाइचान्स फल्यो भने म अर्कोचोटि भिडियो गराएर देखाउँला है। त्यही होला भन्ने हैन? तू समझा? हाँ। नहीं, तू समझा नहीं। तर यहाँ हेर्नुस् न, प्याज रोपेको कि लसुन रोपेको, के अरे कोदो रोपेको, मुंह से सुपारी निकाल के बात कर रहे बाबा। त्यसको बिउको हालत यस्तो छ है। गाजहरू सरलका यता पनि देखान यसो अर्को ब्याङमा हाल। सो गरेर यस्तै गराएर रोपिन्छ हामीले। अन्त ब्याङ भन्ने के? ब्याङ हो कि ब्याङ हो? यसरी रोप्छ अन्त अनि हामी धाराको पानी हलाउने बारी हो यो चाहिँ। मिठो धाराको पानी लाएर यहाँ हाम्रो घरको जमिन हो पनि भन्नु। बिउको हालत चाहिँ यस्तो हो। उ चाहिँ के गरे जौरा राखेको चाहिँ छ बिउको हालत। हेर्ने हो गाइस, त्यस्तै छ किसानीको जिन्दगी। छर्ने हो क्या यसो गरेर।